ये धरेर त नाक्यो यस्तो छ टिकट काट्ने यति गाह्रो भइसक्यो हामीले खोलेर फाइनली मेरो टिकट आयो टिकट लिइसकेँ अब म माथि जान्छु अहिले खाली खाली छ अरे अहिले फेरि मान्छे भिड हुन्छ अरे भन्ने कुरा गरेँ अनि पछि भन्छ म यता पल्टेर पहिला चाहिँ म माथि चढिहाल्छु अहिले खाली खाली छ अरे लिफ्ट छ अरे है त गाइस ल आज म धरेर घुम्न आएको एक्लै छु कोही पनि छैन एउटा मात्रै टिकट छ आफ्नो यहाँ घुमेर म सरासर जान्छु म पहिल्यै माथि जान्छु अनि पछि घुम्छु यहाँ तल चाहिँ त्यो चाहिँ म पछि घुम्छु अहिले चाहिँ म सरासर गइहाल्छु माथि त्यही भएर नयाँ बनिकन फर्स्ट टाइम हो म चढ्नलाई पहिला चाहिँ म पुरानो मान्छे चढिसकेको छु तर अहिले नयाँ बनिकन चाहिँ म चढेको छैन क्या त्यही भएर चढ्न आएको सरासर म पहिला माथि गइहाल्छु हाई 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 त्यो पनि पछि भ्याउँछु म अहिले म गइन्छु सरासर ए लाइन टर्नै रहेछ हिँड्दै जानु मिल्छ कति टाइम लाग्छ 8-9 मिनट ए म त हिँड्दै जाउँ क्या कतिवटा छ लिफ्ट दुईवटा हो 8-9 मिनट यत्रो पिस्तलमाथि पुगिन्छ र हो र लिफ्टको त लाइन रहेछ धेरै म त हिँड्दै जानु पर्यो म चाहिँ हिँडेर जानु लाइन लिफ्टमा टन्नै लाइन रहेछ फर्किँदा म लिफ्टमा फर्किन्छु अहिले चाहिँ म हिँड्दै जाने हो कति मिनट लाग्दो रहेछ है त पहिला जस्तो भर्याङ पनि रहन्छ अहिले त फलामको भर्याङ भर्खर त त्यो बिल्डिङ बराबर आइछु म स्यास्या भइसक्यो 8 तलामा आएछु ल 8 तला 9 तला 9 तला भने पहिलाको बराबर तर 9 तला नि भन्छ देखिन्छ र अहिले त पहिला त 9 तला पनि धेरै अग्लो जस्तो लागेको थियो खैनी चुरोट बुट्टा फ्याक्ने खाएमा हात्ती पनि भएको छैन यार थेट 11 तलमा 11 तल पो मैले बोतल पानी बोकेको छु बेला पानी खान्छु ल एकचोटि यस्तै स्यास्यामा तल गाड्दा 7-8 मिनट आइपुगिन्छ भन्थ्यो पुग्ला त लागेन भर्खर त 11 तल आइपुग्छु म जम्ता हुन्छ सेट अरू मान्छे नि हिँड्दै आउँदैछन् जस्तो छ भयो म भिडियो चाहिँ बनाउँदिनँ म 16 तलको 16 फ्लोरमा आइपुगेँ 16 तलको खोपा कस्तो सानो दामी छ पहिला चाहिँ सानो थियो फन घुमेर माथि पुगिन्थ्यो अनि गुम्से लागि जस्तो डर लाग्ने क्या तर अहिलेको चाहिँ
बिल्डिङै जस्तो रहेछ त्यही भएर अठार तला अब 2 तला म 18 तलामा आइसकेँ लिफ्ट बन्द रहेछ यो तलमा मात्रै खानु बाँकी पुगिन्छ यही बाटो सरी हेर्दै फाइनली आइपुग्यौँ स्थलतिर कति मिनट लामो फाइनली आइपुगेँ म टपमा फुटबल पनि यहीँबाट देखिन्छ रहेछ हेर्ने राम्रोसँग टपमा यस्तो बराबर जस्तो फिल हुने रहेछ त्यो म यहाँ धेरै बस्दिनँ होला धेरै मिनट लाग्यो जस्तो भयो फाइनली यस्तो हल्ला त फिफ्टी म त गएँ तल धेरै बस्ने मन लाग्यो कस्तो चढ्नु मनाएको जतिले मेरो भिडियो हेर्नु लिफ्ट चढ्ने भयो उताबाट हिँडेर जाने भयो यताबाट लिफ्ट छ त्यताबाट बाहिर म एक्जिट यो माथि मात्रै जाने तल चाहिँ आउँदैन तल आयो नि त यो माथिबाट म त हिँडेर हो र माथि त ऊ नै छैन यो अनै देखिँदैन होइन होइन त्यो ऊ नै लिफ्टै खुलेन टपमा होइन खुलेन म अहिले हिँडेर गएको हिँड्दै आएको पुरानो धरेर चाहिँ क्या यसमा चाहिँ म 2-3 चोटि चढिसकेँ अहिलेको नयाँ चाहिँ यो रिङ्गटै लाग्यो मलाई त
ल यहाँभित्र पढ्नलाई 200 रुपियाँ तिरेको थियो 200 रुपियाँ पैसा असुल भयो रिङ्गटो लाग्यो के भएर धरहरा पनि चढेँ नयाँ पनि पुरानो त म पहिल्यै चढिसकेँ पहिला 2-3 चोटि चढेको थिएँ पहिला पुरानो हो अनि यो चाहिँ पहिलाको भित्र छुट्टै टाइपको थियो तर यो चाहिँ स्टेप बाई स्टेपै रहेछ तल बाई तलको घरङहरू पनि राम्रै रहेछ तर नन स्टप हिँडेर माथि गएको त रिङ्गटो लगाइरहनु घरै म त तल बस्न मन लाग्यो माथि जान्छु म यहाँ धेरै बस्दिनँ निस्केँ एक्लै के घुमिरहनु है म यही भिडियो बनाउन आएको दिन यसो अब भ्लग बनाउनु पऱ्यो भनेर अनि त्यही हो धरहरा पनि चढियो अब जान्छु म न्यु रोडमा मेरो एउटा 2टा सामान लिनु छ अनि त्यो सामान लिइसकेपछि म जान्छु घर यता पनि जानु पाउँछ होला नि होइन पार्क रहेछ यो चाहिँ यहाँभित्र मात्रै छिर्नको लागि चाहिँ 50 रुपियाँ तिर्नुपर्छ अरे अनि माथि नै चढ्नको लागि चाहिँ 200 रुपियाँ टाउको दियो घामले होला अहिले लाइन थिएन अहिले कत्रो लाइन भइसकेछ अहिले म सरासर भित्र छिरेको थिएँ अहिले यत्रो लाइन भइसक्यो धरहरा चढ्नलाई माथि यो चाहिँ सुन्दारा होला तर पोखरी चाहिँ कस्तो फोहोर सफा गर्नुपर्छ नि यो त किन सफा नगरे अब यहाँ ल यत्रो लाइन भइसक्यो अहिले लाइनै थिएन आजको भ्लग धरहरा चढेको यति नै अब जान्छु न्यु रोडतिर यहाँ पनि खासै घुम्न मन लाग्यो यहाँ के घुम्नु छ र मैले बाइक चाहिँ न्यु रोडमा पार्किङ गरेर आएको छु त के अरे पशुपति प्लाजामा पशुपति प्लाजा चाहिँ कस्तो भने मलाई चाहिँ सेन्टर लाग्छ त त्यहाँ पार्किङ गरेर गएपछि जतातिर गएर पनि हिँडेर आउन सकिन्छ जानु सकिन्छ त्यो भएकोले म जहिले आउँदा न्यु रोडतिर आउँदा म जहिले प्रायः त्यहीँ पार्किङ गर्छु अब यहाँ हेर्नु यति त होला म गएँ म यति घुम्ने म धेरै घुम्नु मन लाग्यो के घुम्नु रमाइलो छ अलि साथीभाइहरू पनि आयो भने चाहिँ रमाइलो हुने रहेछ घुम्ने ठाउँ त पाउँदैन रहेछ यहाँ मात्रै घुम्नु पनि 50 रुपियाँ तिर्नुपर्छ घुम्ने ठाउँ बस्ने ठाउँहरू राम्रो रहेछ गएँ म चाहिँ धेरै त्यस्तो धेरै घुम्नु मन चाहिँ पर्दैन हेर्न आएको थिएँ हेरेँ सक्यो बाहिर अब म एक्जिट हुन्छ यसको बाहिर तपाईँहरूको टिकट तपाईँहरूलाई दिनुपर्छ पर्दैन म निस्क्नु घुम्नु मन लागेन निस्कि ए होस् ल निस्केँ म अब न्यु रोड जान्छु न्यु रोड यहाँबाट भिडियो सुरु भएर ठ्याक्कै यताबाट इन्द्रचोक हुँदै घुम्दै उताबाट अनि यता पशुपति हुँदै बसन्तपुर दरबार हनुमान ढोका बसन्तपुर दरबार बिस्तार हुँदै म ठ्याक्कै यही साइडमा आइपुगेर भिडियो अन्तिम गर्छु है त न्यु रोड अहिलेको र पहिलाको कति फरक छ लाग्यो यस्तो दामी भएको छ अहिले यो बत्ती हालिकन त झन् कस्तो राम्रो भएको छ कि अब विदेशी स्टाइल भनौँ अनि आफ्नो विदेश काहीँ पनि गएको छैन तर पनि
एकदमै राम्रो हाम्रो नेपाली स्टाइल राम्रो छ सफा तारहरू कतै देखिँदैन सबै एउटै कलरको देखिन्छ अनि बत्तीहरू हेर्नुहोस् कस्तो दामी दामी बत्तीहरू हाल्दा छ भएन नि खतरा कस्तो दामी रहेछ हाम्रो नेपाल मलाई यो रुममा चाहिँ भिडियो बनाउनु चाहिँ आएको होइन म एउटा सामान लिन आएको अनि यो पनि सिक्न मन लाग्यो राम्रो छ खतरा छ दामी छ नि त कति सफा छ क्या अहिले बालेन सरकार आएर होइन बालेन मेयर भएर यति नै म सामान लिन आएको सामान लिन्छु अनि म फर्किन्छु अब भिडियो पनि यति नै बनाउँछ होला बनाइदिनु होला बाई बाई मैले सामान पनि लिइसकेँ म यो उताबाट आएको इन्द्र चौकपट्टिबाट म यता दरबार स्क्वायरपट्टिबाट जान्छु दरबार स्क्वायर काठमाडौँ दरबार स्क्वायर थोरै काठमाडौँ दरबार स्क्वायर हनुमान ढोका हनुमान ढोका दरबार अनि काल भैरव भगवान प्रवेश नमस्ते नमस्कार घंटाघर शांति बसंतपुर दरबार स्क्वायर रास्ता मण्डप गणेश मन्दिर पनि कति हुन्छ
आजको भिडियो यति नै होला सायद। अब म भिडियो बनाउँदिनँ। अब मेरो नक्सल जानु छ। नक्सलमा मेरो बाइकको बिल आइसकेको छ, लिनु परेको छ। म त्यहाँ जान्छु लिनलाई अनि म घर जान्छु आज लानु। यिनीहरूलाई म गाइड गर्छु। भन्नाले अब 20,000 बिहेको भनेर गरे यहाँ अनि वरिपरि उठाएर त्यो 15,000 मिले यहाँ आइ होइन काम गर्नु ल काठमाडौँ दरबार स्क्वायर पनि घुमेँ आज मैले। अब चाहिँ म मेरो कामको लागि नक्सल जान्छु, एउटा सानो काम थियो त अनि घर जान्छ आज त। बाई बाई। आजको भिडियो यति नै। पाटन दरबार स्क्वायरको पनि म यसै गरी भिडियो बनाउँछु एउटा एक दिन। होइन त अब हामी अस्ति कति दामी छ क्या। ल राम्रो छैन त न्यु रोड। यही सालीबाट सुरु भएको थियो मेरो भिडियो। फेरि यहाँ आएर अन्त्य। अब चाहिँ लास्टै यही हो। अब चाहिँ मैले बन्दै गरिदिन्छु। यस्तै भिडियो हेर्नको लागि मलाई मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला। यस्तै भिडियोहरू नयाँ ठाउँहरू यस्तै भिडियोहरू बनाउँछु म। ओके बाई बाई। यही सालिकमा आएर अन्त्य।